हेलो गाइज गुड मर्निङ भर्खरको बिहानको 1 बजे मैले गुड मर्निङ भनिरहेको छु। आज छुट्टी होइन, नुहाइधुवाइ गरेर टक्क लाएर यस्तै हो बाहिर अब घुम्न निस्केको छु। घुम्न निस्केको भन्दा नि मामाको रुमतिर जानु पऱ्यो, खानासाना खानु पऱ्यो। यहाँ यस्तो काम भइरहेको छ ट्याक्क लाएर माथि यस्तो लिफ्टमा लिएर गएको छ होइन। इन्ड्रा चाहिँ मेरो रुम जाने बाटो यही हो। भर्खर रुमदेखि बाहिर निस्किएको छ टक्क लाएर। म नेपाली पसल छ, विदेश आएको जस्तो फिल पनि हुँदैन हौ। यो लाइनमा बस्दाखेरि सब नेपालीहरू छन्, धेरै जसो नेपालीहरू छन् यहाँ पऱ्यो। आज छुट्टी नुहाइधुवाइ गऱ्यो। ल एकछिनपछि भेट्नुपर्छ। ल यहाँ आइपुगेँ म। सायद यहाँ बस्ने मान्छेहरूलाई चिन्नुहुन्छ होला यो लोकेसन। पोर्चुगलमा बस्ने मान्छेहरूलाई यो कुन ठाउँ हो कमेन्ट गरिदिनु होला है। लास्ट गर्मी हिँड्दै 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 जाने। 20 मिनटमा पुग्छु म मामाको रुममा। हिँड्दै 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 जान्छु। सो त्यही हो। यहाँ मान्छेहरू हेर्नु सक्नुहुन्छ कति छन्। नेपाली पसल तरकारी बेचे टक्क घरि हेर्दै आएको छ। नेपालको याद आउँछ है यो देख्दाखेरि त मलाई। जेब्रा क्रसिङ, रेड लाइट, ट्राफिक यस्तो हो। र दसैँ आएको छ सबैलाई होइन। ह्याप्पी दसैँ है। ह्याप्पी दसैँ छ सबैजनालाई। 708 बस्यो कता जान्छ 708 ट्र्याकको जेब्रा क्रसिङ। यो चोकको नाम कमेन्ट गर्नु होला है। पोर्चुगल बस्ने मान्छेहरूलाई त थाहा अभियसली थाहा यो ठाउँको कहाँ हो भनेर। मैले देखेको छैन हो यो पोर्चुगलमा बसेर। फाइनली बस मिस। अब हिँड्दै जाने यार, बसमा जान्छु भन्दा गइसक्यो बस्ने। जहाँ रेस्टुरेन्ट खोल्यो नि चल्ने यार, म अचम्म पर्छु यार। जहाँ रेस्टुरेन्ट खोल्यो नि चल्ने। यस्तो गरेर हिँड्नु पनि कहिले कसो त आएको। मान्छेहरूले के सोच्नु होला होइन यस्तरी हिँड्दाखेरि। म बाटो क्रस गर्छु। ए हात देखाउँछ। टिक्ला दाइले गाडी रोकिदिनु भयो। फाइनली अवश्य त शीतलो बाटोमा हिँड्न पाएँ म। त्यही पनि गर्मी नै छ। मस्त लाएर हिँड्छु है। बाहिरको नजर त दामी के यार पुरै के। त्यो कि पहिले सुरु के यो डेभलप गर्नुभन्दा अगाडि पुरै के त्यो प्लानिङ गरेर डेभलप गरेको जस्तो कि यार। हिँड्नुमा बाटोको छेउछाउमा पुरै रुख है। यस्तो दामी लाग्छ घरिघरि यो बाटो हिँड्दा होइन। यो बाटो पनि यो बाटो मात्र होइन कि कति ठाउँ हिँड्छु होइन। यो टुरिस्टहरू हिँड्छु होइन। काले दाइ आउनु भएको थियो टक्क लाएर। मसित एउटा काम गर्ने एउटा गाले छ होइन। मैले के सोचेँ भनेपछि त्यति बेला काले भन्दा उसले बुझ्दो रहेछ काले भने होइन। अनि मलाई मेरो साथीहरूले काम गर्ने ठाउँमा काले भन्यो अनि नभन भने कि मलाई। अनि किन उसले त बुझ्दैन नि भने नि त मैले। नेपाली भाषा त बुझ्दैन नि त उसले। अनि होइन के अरे यिनीहरूले सबै चिज बुझ्छ भन्नाले अब त्यही त हो नि नेपालीहरू। राम्रो चिज त कहाँ सिकाउँछ नि त। अनि नराम्रो चिज नि राम्रो चिज त कहाँ सिकाउँछ नि त। नराम्रो चिज सिकाएर अब त्यही त हो नि जेपिटी वर्डहरू बोल्छन् यार। मलाई त हाँसो लाग्छ सुन्दा पनि, अचम्म लाग्छ।
त्यस्तो चिजहरू नसिकाउनु होला होइन। यहाँ ठाउँ ठाउँमा पार्क मस्त आउँछौँ बस्छौँ दामी छ नि होइन। मलाई दामी लाग्यो कि भन्छन् अरू अरू देशभन्दा चाहिँ यो देश चाहिँ अलि त्यति खासै डेभलप छैन भन्ने सुनेको थिएँ होइन। अरू देशभन्दा चाहिँ यो देश चाहिँ डेभलप छैन भनेको सुनेको थिएँ। बट यो देशमा यो पनि डेभलपै हो नि यार। हाम्रो देशमा यति हो नि त। ओ माई गॉड हुन्छ ट्रान्सपोर्टेसन होइन जस्तै बस बसदेखि लिएर सुविधा के सुविधा छ यहाँ। मान्छेहरू त्यहीँ खोज्न त आउँछन्। ट्याक्क लाएर म अगाडि बाटो देखाउँछु। हेर्नु यहाँ चोक चोकमा हेर्नु त वाउ दामी हो नि होइन। चोक चोकमा के दामी लाग्छ मलाई। अब यहाँदेखि म 5 मिनटमा अब पुग्छु है। होला कस्तो कस्तो लागिरहेको यार मान्छेले हेरिरहेको होइन। अचम्म लागेको मलाई होइन। केही छैन हान्नुपर्छ गर्नुपर्छ होइन। दुःख गरे सुख आउँछ होइन। दुःख चाहिँ गर्नु छोड्नु भएन। दुःखलाई दुःख जस्तो गरेर लिनु पनि भएन। मजा आउँछ तर ठिक छ। खै क्यामेरा एङ्गल छोप्नु नजानेर हो कि होइन। मैले आवाज पनि क्लियर आएको कि आएन थाहा छैन। त्यही पनि म ट्राई गरिरहेको छु। ट्राई माई बेस्ट होइन। 100 दिन्छु ल। यहाँ हेर्नु त यस्तो छ कि यार पुरै के त्यो सोचेरै बनाए जस्तो कि हेर्नु न यार। बिचबिचमा रुख छेउछेउमा घर टु लाइन रोड है। टक्क लाएर मान्छे आफ्नो साइड हिँड्छ। डिसिप्लिन बवाल छ कि यो देशको। मलाई डिसिप्लिन चाहिँ खतरा लाग्छ। टक्क कसैले केही गर्ने बित्तिकै धन्यवाद भनिहाल्छन् होइन। सहयोग गरिहाल्छन्। दामी लाग्छ कि मलाई यहाँको होइन। टक्क लाएर फाइनली म धेरै नजिक आइसकेको छु होइन। यहाँ ल्याङ्ग्वेज पढाउँछ भन्ने सुन्थेँ मैले होइन। सुनेको थिएँ यहाँ ल्याङ्ग्वेज पढाउँछ अरे होइन। त्यसैलाई एउटा वेबसाइट थियो मसित पनि मलाई पनि आएको थियो मेल। बट मेरो कामले गर्दा चाहिँ म उति हुन सकिनँ जोइन हुन सकिनँ। किनभने भर्खर मैले काम चेन्ज गरिरहेको थिएँ। काम चेन्ज गर्दाखेरि अब यता र उता मैले टाइम दिनु सकिनँ यो ठाउँमा है। मलाई नि बोलाएको थियो ल्याङ्ग्वेजको लागि बट मैले टाइम दिन सकिनँ। त्यही भएर म आएन पढ्न। कलेज हैछ यो होइन। सबैजना भर्खर छुट्टी भयो जस्तो छ भाडाबुढीहरूको होइन। सरी भाडाबुढी त नभन्नु हुने ठिकै छ। हेर्दा क्या यिनीहरू क्या एजेड देखिन्छन् तर बल्ल हेर्दा यिनीहरू क्या एजेड देखिन्छन् तर बल्ल कति 16, 14, 15 वर्षको जस्तो हुन्छ कि यिनीहरूको एज। हेर्नु क्या ठुलो देखिन्छन्। टाकलारे बस स्टेसन हो यहाँ हो है। कसैलाई पढ्ने इच्छा छ भने यताउता बुझ्नु यहाँ चाहिँ पढाउँछ भन्ने सुनेको छु होइन। यो ठाउँमा चाहिँ ल्याङ्ग्वेज मैले पनि मेल गरेको थिएँ। मलाई रिप्लाई पनि आएको थियो ल आइज भनेर होइन। कामले गर्दाखेरि चाहिँ अब भर्खर मैले काम चेन्ज गरेको थिएँ। त्यही भएर चाहिँ मैले टाइम दिन सकिनँ। त्यही भएर म आउनु भ्याएन। मेरो अहिले काम त्यस्तै नै छ। आज छुट्टी हो मस्त हिँडिरहेको छ। यतातिर आउँदा त झन् बबाल छ क्या। टक्क लाएर यो हेर्नु गर्मी छ मान्छेहरू टक्कै हिँडिरहन्। अब जाडो लाग्यो खै अफ सिजन भन्छन्। अब के हो अफ सिजन मलाई आजसम्म थाहा छैन। म आएको यत्रो हुन थाल्छ कि यो पुलिस स्टेसनको हेडक्वार्टर। यो चाहिँ पुलिस स्टेसनको हेडक्वार्टर रे है।
हाम्रो दुश्मन यस्तै हुनुपर्ने हो यार क्या बवाल बाइक छ हेरौँ अनि CBR नाइस यार मान्छेहरूको ड्रिम हुन्छ यार हार्ली हो मान्छेहरूको ड्रिम हुन्छ यार गर्मी पनि लास्टै फाइनलमा आइपुग्यो त्यो अगाडिको त्यो येल्लो लागेको बिल्डिङ हो येल्लो लागेको बिल्डिङको सबसे माथि टप फ्लोर फाइनली भित्र आयो लिफ्ट सरी क्यामेरा एङ्गल आजलाई यति नै भन्दै इन्डिया